हेलो साथीहरू, नमस्ते, कोनिचिवा। सदा चाहिँ हजुरहरू माझमा आज पनि उपस्थित भइसकेको छु। आजसम्म साथीहरू हामीले हिरागानाका 46वटा शब्दहरू पढिसकेका छौँ साथीहरू। सबैलाई याद भइसकेको हुनुपर्ने छ, सायद भइसक्यो पनि होला जसजनाले हेर्नुभयो होइन। डे 10 सम्म हामीले हिरागानाका 46वटा शब्दहरू गरेर 5-5 गरेर डे 10 सम्म हामीले सबै शब्दहरू सिकेका छौँ र डे 11 मा चाहिँ हामीले 46वटा टोटल शब्दहरू देखाएको छौँ हजुरहरूलाई रिभिज गराउनको लागि। आज चाहिँ म हजुरहरू माझ हिरागानाका रुल्स, नियमहरू हजुरहरूलाई म सिकाउने छु। केही नियमहरू हुन्छन् हिरागानाका, ती नियमहरू म हजुरहरूलाई सिकाउँछु है। हजुरहरूले एकदमै ध्यान दिनुहोला। सजिलो छ साथीहरू, त्यस्तो अप्ठ्यारो छैन। अहिलेसम्म हजुरहरूले सजिलो सायद मान्नुभयो होला भन्ने आशा विश्वास लिएको छु। अब चाहिँ आज हामी चाहिँ हिरागानाका रुल्स, नियमहरूतिर जाउँ है त। हजुरहरूले एकदम ध्यान दिनुहोला। रुल्स, नियमहरू हिरागाना अर्थात् हिरागाना है त। हिरागानाका रुल्स, नियमहरू। हिरागानाका नियमहरूमा पढ्नेछौँ है साथीहरू। हामी 1 नम्बरमा पढ्नेछौँ तेन म हजुरलाई सिकाउनेछु। हामीलाई आइसकेको हुनेछ यो तेन भनेको कस्तो शब्द रहेछ है त। तेन भनेको चाहिँ हजुरहरूले यसलाई मान्नुपर्ने हुन्छ है। यस्तो 2टा कमा दिएपछि तेन भनिन्छ है। यसलाई हजुरले तेन मान्ने है त। तेन यस्तो शब्दलाई तेन भनिन्छ है। यसलाई तेन भनिन्छ। अब चाहिँ यो तेन चाहिँ कुन शब्दहरूमा लाग्छ म हजुरलाई देखाउने छु। तेन चाहिँ 4वटा शब्दहरूमा मात्र लाग्छ है। आज हामी त्यसमध्ये 2वटा शब्दहरू सिक्नेछौँ है साथीहरू। ल म ढिलो नगरिकन तेन लाग्ने 2वटा शब्दहरू हजुरहरूमाझ भन्नेछु। का एउटा, का त्यसपछि कि, कु, के, को। अब एउटा त का, के, कु, के, कोमा लाग्छ तेन। अर्को म हजुरलाई सिकाउँछु का, के, कुमा कसरी लाग्छ त तेन। का को अलि यहाँनिर तेन लाग्छ है। कि को पनि यहाँनिर तेन लाग्छ। कु को पनि यहाँनिर तेन लाग्छ है। के को पनि यहाँनिर तेन लाग्छ। को पनि यहाँनिर। अब चाहिँ का, कि, कु, के, कोमा तेन लागेपछि यसलाई के भनिन्छ त। सजिलो छ साथीहरू। का, के, कु, के, को लेख्ने, तेन लगाउने। यसलाई चाहिँ के शब्द भनिन्छ त। अब हामीले यसलाई गा, गी, गु, गे, गो। अब हामीले का, कि, कु, के, कोमा तेन लगाएपछि गा, गी, गु, गे, गो भन्ने गरिन्छ है, भनेका छौँ। हजुरहरूले एकदम बुझ्नुभयो होला। फेरि पनि का, कि, कु, के, कोमा तेन लागेपछि गा, गी, गु, गे, गो भन्ने गरिन्छ है। गा, गी, गु, गे, गो भनेर उच्चारण गरिन्छ। अब दोस्रो शब्द चाहिँ सा,
सी सु से सो। अब त्यसपछि कसमा लाग्ने रहेछ त सा सी सु से सोमा तेन तेन लाग्ने रहेछ है। यसको पनि सेम नै हो तेन तेन लाग्ने ठाउँ, सामा तेन तेन लाग्ने, सी सु से सो। अब यसलाई काकी कुकेलाई त हजुरले गा गु गुगे भन्नुहुन्छ। अब सा से सु से सोलाई चाहिँ हामीले के भन्छौँ त जा जी जु जे जो। सजिलो छैन छ है त। अब काकी कुकेकोलाई चाहिँ गागी गुगीको भन्यौँ तेन तेन लगाएर। अब त्यसपछि सा सी सु से सोलाई चाहिँ जा जी जु जे जो। ल सा सी सु से सोलाई चाहिँ हजुरहरूले हामीले जा जी जु जे जो भन्दा रहेछौँ है तेन तेन लागेपछि। अब सजिलो छ होइन त। तेन तेन भनेको यस्तो शब्दलाई हामीले तेन तेन भन्छौँ। यसलाई तेन 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 भनिन्छ है, भनिन्छ। तेन तेन भनेको त यो शब्द भइहाल्यो। अनि त्यसपछि तेन तेन लाग्ने शब्दहरू एउटा त काकी कुकेको भइहाल्यो। काकी कुकेकोमा तेन तेन लागेपछि गागी गुगे गु भन्दो रहेछ। अनि सा सी सु से सोमा तेन तेन लागेपछि जा जी जु जे जो है, जा जी जु जे जो भन्दो रहेछ है। यी दुईवटा शब्दहरू हामीले पढ्यौँ। अब दुईवटा भोलि पढ्नेछौँ। चारवटा शब्दहरूमा मात्र तेन तेन लाग्छ है साथीहरू। अब सजिलो छ। हजुरहरूले अब यसलाई अब प्र्याक्टिस गर्दा नि हुन्छ है। का लेख्ने तेन तेन लगाइदिने है। यसलाई गा भन्छ भनेर लेख्ने, सा लेख्ने। हजुरले जति लेख्दा नि हुन्छ। सिकिसक्नु भएको छ होला अब त काकी कुकेको त। सा लेख्ने तेन तेन लगाइदिने। त्यसपछि यसलाई जा लेख्ने। अब जसरी लेख्दा नि हुन्छ। कि लेख्ने तेन तेन लगाइदिने। यसलाई के भन्ने त गी भन्ने। अब यसलाई सी लेख्ने तेन तेन लगाइदिने। यसलाई के भन्ने त जी लेख्ने। यसरी हजुरहरूले अब सरस्वती लेख्दा नि हुन्छ, जति लेख्दा नि हुन्छ। प्र्याक्टिस गर्दै जाने सकिन्छ। हजुरहरूले तेन तेन मात्र थप्ने हो। सजिलो छ, त्यस्तो अप्ठ्यारो छैन। काकी कुकेकोमा र सासे सुसेसोमा। अब चाहिँ दुईवटा शब्दहरू भोलि हजुरहरू माझ ल्याउनेछु। एकदमै सजिलोसँग बुझ्नुहुनेछ भन्ने विश्वास गरेको छु। भोलि आउने नै छु। बाई बाई, धन्यवाद साथीहरू।